सो हेलो एभ्रिवान, हामी चाहिँ केही समय अगाडि बसन्तपुर गएको थियौँ बहिनीसँग र मैले त्यतिखेर भिडियो त बनाएर आएको थिएँ र पनि मैले यो भिडियो चाहिँ एडिट गर्न पाएको थिइनँ। पछि समय हुँदाखेरि एडिट गरेर हाल्छु भनेर मैले यो भिडियो राखिरहेको थिएँ। मैले लङ भिडियो बनाउने सोच थियो तर म बनाउन पाइनँ किनकि अलिकति प्रब्लम थियो आफ्नै। बसन्तपुर भित्रभित्र पनि राम्रो छ घुम्ने ठाउँहरू, तर म त्यति मजाले मलाई थाहा छैन भनौँ न, त्यति धेरै म घुमेको छुइनँ। फेरि गएको छु म होइन, त्यो मलाई त्यति थाहा थिएन। अनि बहिनीले थाहा भएको ठाउँ चाहिँ घुमाएँ र हामी बौद्ध पनि गयौँ। लगभग हामी बौद्ध पुग्दा चाहिँ 5 बजिसकेको थियो र हामी बौद्धमा घुम्दा घुम्दै एउटा दाइले फोटो खिच्न रिक्वेस्ट गर्नुभयो अनि बहिनीले चाहिँ फोटो खिचिराखेको थियो। म चाहिँ फर्स्ट टाइम यहाँ माथि पनि चढेको थिएँ किनकि मैले तलबाट मात्रै जहिले हेर्थेँ। अनि जति रात पऱ्यो त्यति राम्रो देखिने रहेछ लाइटले गर्दा। अहिले झन् बौद्धको स्तूपा कस्तो राम्रो देखिराखेको थियो अनि हेरौँ लाग्ने, तर निकै रात पनि परिसकेको थियो। अनि आजले यति नै, अर्को भिडियोमा भेटौँला।